तो आनाङ्गछ साथीहरू नमस्कार के जो हाल खबर म त सन्चै छु हजुर पनि सन्चै हुनुहुन्छ होला इपिएस सम्बन्धी फेरि पनि नयाँ तथा नयाँ भिडियोमा हजुरलाई स्वागत छ इपिएस कार्यालयबाट चाहिँ गोर्खु कार्यालयबाट चाहिँ एउटा नयाँ सूचना प्रकाशित गरिसकेको छ जुन सूचना चाहिँ यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ है के रहेछ यो सूचना है सूचना होइन वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखा गोर्खु ललितपुरले प्रकाशित गरेको सूचना चाहिँ रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जान रोस्टरमा रहेका जब सिकर श्रमिकहरूको रोजगारदाताबाट छनौट भएपछि लेबर कन्ट्र्याक्ट एलसी यो सूचना प्रकाशन भएको मितिदेखि जब सिकर श्रमिकहरू आफै इपिएस कोरिया शाखा गोर्खु ललितपुरमा उपस्थित भई प्रमाणित गरी पठाउने निर्णय वैदेशिक रोजगार विभागबाट मिति 2081 12 महिना 24मा भएको हुँदा सोही बमोजिम जानकारी हुन सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ इपिएस शाखा है। अब चाहिँ यदि तपाईँहरूको होइन इस्यु भयो भने इस्यु पछिको चाहिँ पहिला होइन एलसी पठाउँछ एलसी चाहिँ पहिला अटो साइन हुन्थ्यो भने चाहिँ अब एलसी साइन गर्नको लागि तपाईँहरू स्वतः कार्यालयमा उपस्थित हुनुपर्नेछ। तपाईँहरू काठमाडौँ गएर गोर्खु कार्यालयमा तपाईँहरू जानै पर्नेछ र त्यहाँ तपाईँहरूले आफ्नो एलसी साइन चाहिँ तपाईँहरूले त्यहाँ गएर आफै उभिएर त्यहाँ गर्नुपर्ने हुन्छ। अब चाहिँ अटो साइन हुँदैन। त्यसैले तपाईँहरूको इस्यु भएपछि चाहिँ अबदेखि चाहिँ तपाईँहरू आफै गोर्खु कार्यालयमा गएर तपाईँहरूको आफ्नो एलसी हो कि होइन भनेर त्यहाँ प्रमाणित गर्नुपर्छ। तपाईँहरूको पासवर्डहरू लिएर त्यहाँको देखाउनुपर्छ अनि इस्यु भएको छ भनेर त्यो सम्पूर्ण इस्यु देखाएर मात्रै अब तपाईँहरूको त एलसी आएर एलसीमा त्यसैले तपाईँहरूले साइन गर्नुपर्ने हुन्छ। त्यसैले सबैले बुझ्नुभयो होला अबको इस्यु 2025को अबबाट इस्युकोमा चाहिँ अब तपाईँहरूको एलसी चाहिँ अब आफै साइन हुँदैन। तपाईँहरू आफै गएर साइन गर्नुपर्छ। तपाईँहरूको आइडीहरूमा इस्यु भएपछिको प्रोसेसहरू चाहिँ यसो होइन गोर्खु शाखाले नयाँ सूचना प्रकाशित गरिसकेको छ नयाँ नियम छ। यो नियम कस्तो लाग्यो कमेन्ट गर्नु होला। हस्त धन्यवाद खाम्साम्निदा।